ल हामीले चाहिँ अब बाइक साइक पनि टक्क चेन्ज गरिसक्यौँ। अब हामी भाइहरू चाहिँ टक्क स्टार्ट गरिसक्यो बाइक। ल ए यो ल हो अब त राजहरू बिस्तारै आफ्नै तालमा हिँडिजान्छन् नि। ल जम साथीहरू जम ल ल ल फेरि हामी काठमाडौँबाट धारदिङतिर जाँदैछौँ। ट्याक्क लाएर निस्किसक्यो अब चाहिँ। ल केटाहरू गइसक्यो, म चाहिँ म्याच छ अलि ढिलो लाग्छ छ। बुढी आमाले गिटी कुट्दै हुनुहुन्छ, टक्क काम गर्दै हुनुहुन्छ। अब गर्नै पर्यो गाउँघरमा बसेपछि होइन, यस्तै हो। अघि चाहिँ एकछिन के अरे स्कुटर बिग्रेको भएर हामीले ग्यारेजको मान्छे बोलाएर पनि स्कुटर उता पठाइदिइसक्यौँ। अब एउटा बाइक अलिक समस्या थियो, त्यो बाइक पनि हामीले बनाएर ट्याक्क पठाइदिइसकेको छ। उनीहरू चाहिँ अगाडि छन्, म चाहिँ अलिक पछाडि छु। अनि यहाँ चाहिँ गाउँघरतिर आउने जाने कार्यक्रम भइरहेको, थोरै अफरोड छ। ल हामी चाहिँ अब काठमाडौँ पारी काठमाडौँ वारी धारदिङ होइन, अब हामी चाहिँ धारदिङतिर प्रस्थान हुँदैछौँ। ल अनि धारदिङको राइड कस्तो भइरहेछ त? बवाल भइरहेछ। ल हामी चाहिँ धारदिङ आइसक्यौँ है। ल है धारदिङ। ल हाम्रो ट्याक्क मेरो भाइहरू चाहिँ अगाडि ट्याक 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 हिँड्छ। अब कता हो यहाँ? अर्को चाहिँ बाटो बिर्सेँ। जम हिँड ल झट्ट हिँडिरहनु। लुमा चाहिँ साथीहरूको आज के हो 12 बजे पनि यति साह्रो चिसो छ यार। धेरै रातिको के अरे शीत पनि अहिलेसम्म राम्रोसँग सुकेको छैन भनौँ न। ल यस्तै हो। ल पारी चाहिँ काठमाडौँ वारी धारदिङ। हामी अहिले चाहिँ यो धारदिङको जिल्लामा छौँ। तल चाहिँ पारी काठमाडौँ यहाँ चाहिँ। ल अलि म चाहिँ अलिक पछाडि रहेको क्या हो, क्यामेराले देख्दैन क्या हो साथीहरू। ल हानेछ नि। अब चाहिँ मौज भयो, अब चाहिँ बल्ल मजा आयो। यो केटिएममा चाहिँ एकछिन के अरे थोरै समस्या थियो कि, बडी एक्सिलेटर नयाँ हालेको थियो कि, त्यसले थोरै समस्या। 2 घन्टा जति हामीलाई यात्रा गर्न चाहिँ अलिकति एकछिन वेट गर्नु पऱ्यो। त्यहाँसम्म हामीले साथीभाइहरूले चिसो खाएर बस्यौँ होइन। त्यो चाहिँ भिडियो खिच्नु बिर्सेछौँ। ल बिस्तारै यहाँ केटाहरूले थोरै अब बाटो बिग्रिएछ, के गर्नु, ढुङ्गा निकालिदिइराख्नु। यस्तै हो, धारदिङको ढुङ्गाले काठमाडौँमा घर बनिरह कतिको होइन। यस्तै हो नि। बिस्तारै चिप्लो छ के गर्नु। ओपोलो एच1 कस्तो लागिरहेछ त हिलोमा? दामी लागिरहेछ होइन। ल ल ल ल ल म छान केटा, म छान। के गर्नु, काठमाडौँ जिल्ला भनेर हुँदैन नि साथीहरू। यस्तो छ बाटो। ल बाटो चाहिँ पुरै रड। हजुर क्यामेरा त अन गर्ने हुन्छ आज। तिमीले केही काण्ड मचाउनु पाउँदैनौ। म हेरिरहेको छु, तिम्रो फोकस गरिरहेको छु तिम्रो। एकछिन बाइकमा समस्या भएर मात्र हो, नभए त हामी अलिक कहाँ पुगिसक्थ्यौँ। ल जानुपर्ने चाहिँ अब टाढै नै हो। आजको अब दिन छोटो भएकोले गर्दा कहाँसम्म पुगिन्छ हेरौँ अब होइन। घाम चाहिँ पुरा अस्ताइसकेको छ। कति बजे आज घडी पनि थाहा भएन यार। 2 बज्दैछ भर्खर। यो त गहिराभित्र परेर मात्र अलिक चिसो भयो हो। मोबाइल मजा गन्काइराख्नु केटाहरूले। आज त धेरैजना नै साथीभाइहरू आउने प्लान थियो, तर आज चाहिँ अलिकति ढिलो हिँड्नाले अरूको अफिस भएको भएर आज चाहिँ हामी सोमबार हो, त्यही भएर अब शनिबारको राइड चाहिँ हाम्रो बवाल हुन्छ। हामीलाई यसो माया देखाइदिनु है साथीहरू। मेरो ओकेटी भ्लगमा पनि 600ले माया गरिसक्नु भएको छ। अझै तपाईँको माया पुग्दैन छैन, माया चाहिँ गर्नु पर्यो होइन। ल यस्तै भ्लगहरू चाहिरहेको छ होइन। अब कतिको मिल्छ मिल्दैन थाहा हुँदैन होइन। अब साथीहरू भाइहरू पनि अब काममा जानुपर्छ, सधैँ घुमेर हुँदैन होइन। तपाईँ टाइम मिलाएर घुम्नुहोस् होइन।
तपाईँहरूको पनि यसो युट्युब च्यानलहरू छ भने यसो कमेन्ट गर्नुहोस्, एक अर्काले सपोर्ट गर्नु। ल यो चाहिँ काफलचौर आइसक्यौँ है। ल काफलचौर गेट सेट आइसक्यौँ। र हामी चाहिँ अब तल्लोबाट जानेछौँ भन्दैछौँ साथीहरू, कता हो। ल यहाँ चाहिँ नआउने धनी कुरा भइरहेको छ यहाँ टक्क आनन्दले टक्क नुहाउँदैछन् होइन। के गर्नु, नुहाउनु पर्यो किन। यहाँदेखि तल जाने हो क्या? ल यहाँदेखि तल हो। ए ल ल ल ल यहाँदेखि तल जाने रे। आम्मामा खासै ओह्रालो त रहेन छ त यार। ल ओहो पेट्रोलै अफ गर्नु पर्ला जस्तो छ, न्युट्रलमा जाला जस्तो छ पुरै। सर हिँडिरहनु। ओहो ओहो के अरे यस्तै खालको 5 किलोमिटर तल भयो भने त के अरे ब्रेक फेल होला जस्तो छ मेरो बजाज कम्पनी डुप्लिकेटको त। मेरो बजाज कम्पनीको त ब्रेक फेल होला जस्तो यस्तो ओह्रालो छ भने त 3 किलोमिटर लानु हुँदैन, ब्रेक फेल हुन्छ। एनएक्स भनेर के गर्नु, नाम मात्र एनएक्स हो। ल ल स्टार्ट अफ गर न हो, स्टार्ट अफ गर न। अनै छ नि हो, होइन यो अफै हुँदैन क्यामेरा आज। सेटर लाइटबाट पुरै कनेक्ट हो नि त। अरूले गोप्रो क्यामेरा खिच्छ, हामीले त सिधै के अरे टेस्लाको मोबाइलबाट खिचिरहेको छौँ। ए पुरै नगरौँ, स्टार्ट अफ गरे हुन्छ बरु। मिल्दैन हो, गुड। म त चाबी नै अफ गरिदिएँ मा चल। पक्कै पनि मेरो ब्रेक फेल हुन्छ यस्तै ओह्रालो छ भने। ल पानी बोकिरहेछ नि। ल मेरो फेरि फोन आइरहेछ, एकछिन है, एकछिन रोक त। ओ एकछिन रोक, मेरो फोन आयो। रोक भन्न त, मेरोमा फोन आइरहेछ। ल एकछिन है, म फोन उठाउँछु एकछिन।